अझै मेरो बुढीलाई फोन गर्ने छ हैन? बुढी मतलब? बुढी मतलब हजुरआमा खुप्री परेर दाँत फुस्केर भन्ने होइन, मेरो स्वास्नी जसलाई मैले बिहा गरेर सिन्दुर हाले नि, त्यो जसलाई मैले हनीमुन हान्नलाई पोखरा लगे नि, त्यो बुढी। जसको बाउले मलाई ज्वाइँ भन्छ, जसको चाहिँ बहिनीले मलाई भेना भन्छ। छैन सरी मेरो साली छैन। जसलाई मैले बुढी बोकाएपछि त्यहाँबाट निस्केको बच्चाले मलाई ड्याडी भन्छ, त्यो बुढी। बुझिनास्? अझ बुझिनास्? तँलाई म मजाले बुझाइदिउँ? यहाँ बुढी भन्या नि, वाट इज बुढी भनेको के हो भने नि, बुढी भनेको के हो बुझिस् नि? सुन, अबदेखि मेरो बुढीको फोक्सीमा फोन बज्यो भने तेरो जिम्मा शङ्ख बज्यो। अनि अर्को कुरा सुन, मेरो काठमाडौँमा रिङ रोड भित्र पर्सनल घर छ, बुझिस्? तँ खाते जस्तो होइन म। काममा जा। हुन्छ।